यति गर्दै गर्दा पनि न वस्त्र न भोजन भोज्य पदार्थ कुनै उपलब्ध थिएन। नहुँदै गर्दा पनि उनकी ती पवित्रा नाम गरेकी जो पतिव्रता स्त्री थिइन् उनले के गर्थिन्, सुमेधा नाम गरेका ती ब्राह्मणको यथाशक्य सेवा शुश्रूषा गर्दै आएकी थिइन्। यस्तो प्रकारको स्थिति हुन्थ्यो कि हिजो के प्रसङ्ग थियो, गृहका नाम गरेका राजाले सोधेका थिए अतिथिको सेवा गर्नाले के फल मिल्छ? के मिलेको थियो फल? घरमै आएर भगवानले दर्शन दिनुभएको थियो। केवल अतिथिको श्रद्धा भक्तिपूर्वक सेवा गर्नाले घरमै आएर भगवानले दर्शन दिनुभएको थियो। त्यही विधिलाई अनुसरण गर्दै पवित्राले पनि के गर्थिन्, आएका अतिथि अभ्यागतहरूको सेवा गरिन्, उनलाई भोजन गराइन् भने आफू भोकै। अतिथिं भोजयित्वा तु स्वयं सा क्षुधिता गृहे, स्वयं भोकी भएर बस्थिन्। यस्तो गर्दै गर्दा पनि उनले तिष्ठत्येवा विशालाक्षी हेम्लानमुखपङ्कजा नभर्तारं क्वचिच्चैव नास्त्यन्नमिति भासते विलोक्य भार्यां सुरतिं कर्षतिं स्वकलेवरं विचार्य ब्राह्मणा सिद्धे भार्याया प्रेमबन्धनम्। त्यस्तो प्रकारले सेवा आफ्नो पनि गर्ने, अतिथि अभ्यागतहरूको पनि सेवा गर्ने पत्नीको प्रेममा बाँधिएका ती ब्राह्मणले भन्थे, मेरो निम्ति यो भाग्य, मेरो यो प्रारब्ध, मेरो साथमा तिमी पनि सम्बन्धित भएर जोडिएर तिमीलाई पनि के भएको छ, दुःख कष्ट भएको छ। हुन त पूर्वजन्मको दुवैको प्रारब्ध हो। प्रारब्ध नभएसम्म कोही मित्र पनि भेटिँदैन, कोही शत्रु पनि भेटिँदैन। आफैले गरेका कर्म अनुसार घरमा भएका सदस्यहरू पनि कोही शत्रु थिए ती आएका हुन्छन्, कोही मित्र थिए ती आएका हुन्छन्, अनि कोही उदासीन थिए ती आएका। त्यही भएर शत्रु पुत्र, मित्र पुत्र अनि उदासीन अलग अलग रूपका अलग अलग भागका हुन्छन्। त्यस्तै प्रकारले आएका, त्यस्तै यहाँ पनि निन्दन भाग्यम स्वकम विप्र प्रोचे वाक्यम प्रिय प्रियम बलाम कान्ते करोमि किं कार्यम न मया लभ्यते धनम। मेरो कुन जन्मको यस्तो प्रकारको कर्म जुन कर्मको कारणले गर्दा प्रयास गर्दै गर्दा पनि कहीँ अन्न पनि पाउँदिनँ अनि कतैबाट मैले धन पनि। करोमि किं कार्यम न मया लभ्यते धनम याचयामि नरान् भव्यान् न यच्छन्ति च मे धनम। ठाउँ ठाउँमा गएर याचना गर्छु, माग्छु, तैपनि मलाई कसैले केही पनि दिँदैन। किं करोमि क्व गच्छामि त्वं मे कथयसो भगे बिना धनेन शुश्रोणि गृहकार्यं न सिद्ध्यति। हे प्रिया, हे प्रिये, मैले कहाँ जाऊँ, केही त भन। धन नभएसम्म यो गृहस्थी व्यवस्थित रूपले चल्दै, यसलाई चलाउनको लागि म के गरौँ, कहाँ जाऊँ मैले सोचेको छु, तिमीले आज्ञा देऊ। म अब विदेशतिर जान्छु। त्यही त चलेको छ प्रश्न, विदेशतिर। त्यही कुरा उहाँ भागवत पद्म पुराण अन्तर्गतको भागवतको महात्म्यमा माता भक्तिले पनि भन्नुभएको थियो। भ्रमण गर्दै गर्दै वृन्दावनमा पुगिसकेपछि ज्ञान वैराग्य के भयो, बुढा भयो, वृद्ध भइसकेपछि धेरै प्रयास गर्दै गर्दा पनि ती ज्ञान भएन, यौवन भएन, जवान भएन। जवानको त छोडिदिनु, मरणासन्न छन्, मूर्छित जस्ता उठ्दै पुगे। धेरै प्रयास गर्नु भक्तिमा, त्यो सम्भव नभइसकेपछि भक्तिमाता त्यहाँ विदा गर्न थाल्नु। विदेशं गम्यते मया, म विदेशतिर जान्छु, यहाँ बसेर कल्याण भएन, यहाँ त छोराहरू पनि बुढा भए, म युवती भएँ, यो विचित्र भयो भनेर भक्तिमाताले त्यसरी भन्नुभएको थियो उहाँ। त्यसै गरी सुवेधा नाम गरेका ब्राह्मणले पवित्रा नाम गरेकी आफ्नो धर्मपत्नीसँग भन्छन्, देहि आज्ञां परदेशाय गच्छामि धनलब्धये। मलाई आज्ञा देऊ, धन प्राप्त गर्नको लागि म के गर्छु, परदेशाय गच्छामि, परदेश जान्छु, विदेश। तस्मिन् देशे न यद् भाव्यं भाव्यं तर्वैत्र लभ्यते। मेरो भाग्यमा जो प्राप्त छ उतै गरी के होला, प्राप्त होला। उद्यमेन विना सिद्धि कर्मणां नोपलभ्यते तस्मात् बुधा प्रशंसन्ति सर्वशै सर्वथैव शुभोद्यमत्। उद्यम गर्ने हो भने केही पनि प्राप्त हुन सक्छ। उद्योगे नास्ति दारिद्र्यं जपतो नास्ति पातकं मौने च कलहो नास्ति नास्ति जागरिते भयम्।
उद्योगी नास्ति दारिद्र्यम, उद्योग गर्नुभयो के धन्दा गर्नुभयो भने, काम गर्नुभयो भने दरिद्रता आउँदैन। हातमाथि हात बाँधेर बस्नुभयो भने आउँछ। जपतो नास्ति पातकम, गुरुद्वारा प्राप्त भएको मन्त्र जप गर्नुभयो भने पाप लाग्दैन, पापबाट बचिन्छ। मौने च कलहो नास्ति, मौन के हुन थाल्यो, कोही बोल्न थाल्यो कि भन्न थाल्यो भने त्यो बेला के गर्नु, एकदम प्रयास गरेर मौन बस्नुभयो भने झगडा। अनि उसले एक भनेर मैले दुई, उसले दुई भनेर मैले चार भन्न थाल्यो। मौने च कलहो नास्ति, नास्ति जागरिते भयम, जाग्नु भयो भने त्यहाँ भय पनि हुँदैन, तर उद्योग गर्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ भनेर बुधा भनेका विद्वानहरूले भन्नुभएको छ। त्यो भएर म उद्योग गर्छु, तिमीले मलाई आज्ञा देऊ। तस्मात् बुधा प्रशंसन्ति सर्वथैव शुभोद्यम, श्रुत्वा कान्तस्य वचनं शास्त्रनेत्रा विचक्षणा, प्रोवाच प्राञ्जलिर्भूत्वा विनयेन ददन्धरा, तत्तो नास्ति सुविज्ञाता त्वया ज्ञाता ब्रवीम्यहम्, हितैषी नरा ब्रूहि शाश्वत अपरदायते। अनि ती पतिका वचन श्रवण गरेर पतिले भन्दैछन्, पूर्वदत्तम हि लभते यत्पुत्रम हि तले, पूर्व जन्ममा जो दिएको छ त्यही पाइनु। यदि हजुरले पनि सायद पूर्व जन्ममा कहीँ दिनुभएको थिएन होला, मैले पनि दिएकी थिइनँ होला, त्यस कारणले गर्दा हाम्रो पनि यस्तो स्थिति बन्यो। हजुर जहाँ गए पनि, जति प्रयास गरे पनि नदिएको पाइँदैन। बिना दानम नलभ्येतम मेरो कनक पर्वते, कनक भनेको सुन, कनक पर्वत भनेको स्वर्ण पर्वत, सुनै सुनको पर्वतमा गएर हजुर बस्नुभयो भने